अर्जेन्टिनालाई वर्ल्ड कपमा हराउने टिम भेटेको छ, तर त्यसको लागि चाहिँ स्ट्राइकर खेल्नुपर्ने हुन्छ ईशान खड्काले। आउनुहोस् एउटा यस्तो टिम बनाऊ जसले अर्जेन्टिनालाई वर्ल्ड कपमा जित्न सक्छ। अब ईशान खड्का सँगै मेरो अर्को स्ट्राइकर चाहिँ राजेन्द्र खड्की हो, किनभने अब अपोनेन्टलाई अलिअलि अत्याउनु पर्यो, अलिअलि डराउनु पर्यो। मैले यसलाई यति हालेपछि तपाईँ त्यहाँ घुमेर त्यहीँ ढल्छ नि। अब राइट मिडमा चाहिँ विजय साई, किन भन्दाखेरि अब विजय साईले अपोनेन्टलाई यसरी रिड गरिदिन्छन् कि कुरै छोडिदिनुहोस्। अब लेफ्ट मिडमा चाहिँ हरिबहादुर हो, किनभने अब हरिबहादुरले कस्तो कस्तो मान्छे त झुकाइदियो। अब यो मेसीको अर्जेन्टिना त के नै ठुलो कुरो भएर काग पनि हैन, म बाघ पनि हैन है, तर दुश्मनको लागि चाहिँ म चाहिँ नाग हो नाग। अब सेन्टर मिडफिल्डमा चाहिँ पाडे काका र साङ्लो बोरो हो, किन भन्दाखेरि चाहिँ यो भिडियो हेर्नु। अब लेफ्ट ब्याकमा चाहिँ ऋषि धमला हो, किनभने अब ऋषि धमला अब प्रायः त क्रिकेट खेल्नुहुन्छ, मेन त क्रिकेट प्लेयर हो होइन, तर अब अप एन्ड डाउन गर्नको लागि जिम पनि गर्नुहुन्छ, सो अलिकति स्ट्यामिना भएको प्लेयर चाहियो होइन, त्यसको लागि चाहिँ ऋषि धमला। फेरि पनि चमत्कार गर्यो। अब मेरो सेन्टर ब्याकको दुईटा जोडी चाहिँ जय किशन बस्नेत र पुण्य गौतम हो। पुण्य गौतम त जर्मनीको फ्यान पनि हो, हामी सबैलाई थाहा छ होइन। अब जय किशन बस्नेत चाहिँ किन भन्दाखेरि ब्याकबाट बिल्ड गर्नु पर्यो, अब टिममा अलिकति स्ट्रेस भयो भने अब अलिकति हँसाउने मान्छे पनि चाहियो, सो त्यसको लागि जय किशन बस्नेत। नो आई कम नो बिकम आई एम 5 मा 2 कम। अब राइट ब्याक चाहिँ धुर्मुस हो। अब हाम्रो धुर्मुसको बारेमा नि केही भनिराख्नु पर्छ र। मेरो बल सवाद हैन, तलाई एक आधा मात्र भेटु न, 2 मिनट कुटी नाछु। अब यो गोलकिपर चाहिँ यो संसारीमा यहाँ विचित्रमा नाच्ने यो पावर रेन्जर हो। यो पावर रेन्जरले पनि मेरो टिममा मौका पाउनेछ, तर गोलकिपरको भूमिकामा। अब तपाईँ भन्नुहोस् यो टिमको कोच चाहिँ को हुनुपर्छ त? दुर्गा प्रसाद। हेलो म मेसी, के चाल खबर?